प्राविधिक अर्बपति एलन मस्कले कृत्रिम बुद्धिमत्ता एआई र ह्युमनोइड रोबोटको तीव्र विकासले भविष्यमा गरिबीपूर्ण रूपमा अन्त्य हुने र मानिसहरूलाई पैसा बचत गर्नुपर्ने आवश्यकता नै नपर्ने दावी गरेका छन्। मस्कको यो अभिव्यक्तिले विश्वभर प्रविधि, अर्थतन्त्र र सामाजिक संरचनाबारे नयाँ बहस चर्काएको छ। यो बहस चैत 17 गते 2025 मा सुरु भएको हो। अमेरिकी अर्बपति लगानीकर्ता रे डालियोले सामाजिक सञ्जालमा ट्रम्प अकाउन्ट्स नामक नयाँ द्विदलीय पहलको प्रशंसा गरेका थिए। उक्त योजना अन्तर्गत 2025 देखि 2028 बीच जन्मिने प्रत्येक शिशुका नाममा $1000 बराबरको लगानी खाता खोलिने र डेल परिवार जस्ता दाताहरूले थप सहयोग गर्ने व्यवस्था गरिएको छ। डालियोले यस योजनालाई वित्तीय साक्षरता बढाउने र मानव पुँजी निर्माण गर्ने सकारात्मक कदम बताएका थिए। तर एलन मस्कले त्यसको प्रतिवाद गर्दै लेखे, यो राम्रो पहल हो, तर भविष्यमा गरिबी रहने छैन। त्यसैले पैसा बचत गर्ने आवश्यकता पनि हुँदैन। सबैका लागि सार्वभौमिक उच्च आम्दानी हुनेछ। मस्कका अनुसार एआई र रोबोटले उत्पादन क्षमतामा अभूतपूर्व वृद्धि गर्नेछन्, जसले वस्तु र सेवाहरू अत्यन्त सस्तो बनाउनेछ। मस्कको तर्क अनुसार भविष्यमा कारखानाहरू 24 घण्टा रोबोटद्वारा सञ्चालन हुनेछन्, स्वचालित खेती प्रणालीले खाद्य उत्पादन गर्नेछ, रोबोट ट्याक्सीले यातायात सहज बनाउनेछ र स्वास्थ्य, आवास तथा अन्य आधारभूत सेवाहरू सबैका लागि उच्च स्तरमा उपलब्ध हुनेछन्। उनले यस अवस्थालाई सार्वभौमिक आधारभूत आम्दानी (यूबीआई) भन्दा पनि माथिल्लो जीवनस्तरको रूपमा व्याख्या गरेका छन्। उनले सामाजिक सञ्जालमा थप लेखेका छन्, एआई र रोबोटले सबैका लागि दिगो समृद्धि सम्भव बनाउनेछन्। भविष्य अद्भुत हुनेछ। मस्कले यसअघि पनि रोबोटहरूले अधिकांश काम सम्हाल्ने र मानिसहरूले कामलाई बाध्यता होइन, इच्छाको रूपमा गर्ने भविष्यको कल्पना गर्दै आएका छन्। मस्कको भनाइपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। समर्थकहरूले यसलाई मानव इतिहासकै सबैभन्दा आशावादी भविष्य दृष्टिकोण मानेका छन् भने आलोचकहरूले अर्बपतिबाट आएको यस्ता अभिव्यक्तिलाई वर्तमान सामाजिक यथार्थबाट टाढाको सपना भनेका छन्। कतिपयले एआईको विकाससँगै रोजगारी गुमाउने ठूलो जनसङ्ख्याको भविष्य, स्रोत साधनको सीमितता र प्रविधिको लाभ सबैसम्म समान रूपमा पुग्ने वा नपुग्ने विषयमा प्रश्न उठाएका छन्। राजनीतिक वृत्तमा समेत यसबारे प्रतिक्रिया आएको छ। केही नेताहरूले कामविहीन संसारमा मानिसको उद्देश्य र सामाजिक संरचना कस्तो हुन्छ भन्ने प्रश्न उठाएका छन्। विश्लेषकहरूका अनुसार एआईले दीर्घकालमा उत्पादनशीलता र समृद्धि बढाउन सक्छ, तर छोटो अवधिमा असमानता, रोजगारी सङ्कट र सामाजिक तनाव पनि बढ्न सक्ने जोखिम छ। एआई र रोबोटले साँच्चीकै 2030 वा 2040 भित्र गरिबी अन्त्य गर्नेछन् कि छैनन् भन्ने विषय अझै निश्चित छैन। तर एलन मस्कको यो भनाइले प्रविधि, धन, श्रम र मानव भविष्यबारे विश्वव्यापी बहसलाई नयाँ उचाइमा पुर्याएको भने स्पष्ट देखिएको छ।